आज चाहिँ मैले कक्षा 10 को साइन्सको एउटा राम्रो कन्सेप्टवाला क्वेसन लिएर आएको छु। यो क्वेसनले चाहिँ के भन्छ त भन्दाखेरि अर्थको मास दिएको छ, रेडियस दिएको छ मुनको, अनि हामीलाई के भनेको छ भन्दाखेरि फाइन्ड एक्सेलरेसन ड्यू टु ग्राभिटी अफ द न्यू अर्थ व्हिच इज फर्म्ड बाइ द कम्प्रेसन अफ द अर्थ टु द साइज अफ द मुन। ल हामीलाई दिएको कुराहरू के छ त अर्थको मास दिएको छ, मुनको रेडियस दिएको छ, ग्राभिटेसन कन्स्टेन्ट हामीलाई थाहा छँदैछ र अब यदि यो चाहिँ अर्थ हो अनि यो अर्थको मास भयो र यो मुन हो अरे र यो मुनको मास भयो। अब हामीलाई के भनेको छ त भन्दाखेरि क्वेसनले चाहिँ के भनेको छ भने यो जुन हामीलाई अर्थ छ, यदि यसलाई हामीले मुनको साइजमा लग्यौँ भने के हुन्छ त? लु लगी हेरौँ। यदि यसलाई हामीले मुनको साइजमा लग्यौँ भने यसको साइजमा के भयो त? चेन्ज आयो। यदि यसको अघि मास एमई थियो, अर्थको मास थियो भने अब यसको मास चाहिँ के होला त? यहीँले यो धेरै स्टुडेन्ट झुकिने भनेको चाहिँ। अब यहाँ हेरौँ है त, हामीलाई G/m/r² भन्ने फर्मुला थाहा छ। यहाँबाट हामी चाहिँ पनि ग्राभिटी निकाल्न सक्छौँ। यो अर्थको केसमा भयो र यो अर्थको मास भयो। अब यहाँ हामीले त के गरौँ त भन्दाखेरि अर्थको साइजलाई चाहिँ मुनको साइजमा लग्यौँ। भन्नुको अर्थ अब जुन अर्थको रेडियस छ त्यो त स्क्विज भयो। मुनको साइजमा लग्यो भने किन अर्थको साइज त ठुलो थियो पहिला, अब मुनको साइजमा पुग्यो भनेपछि अर्थको साइज मुनको साइजमा पुग्यो। त्यसको अर्थ के हो भन्दाखेरि अब अर्थको रेडियस हुँदैन यहाँ। यहाँ हामीले के लिनुपर्छ? मुनको रेडियस लिनुपर्छ। त्यसो भए के मास पनि अब यहाँ हामीले मुनकै लिने हो त? यहीँनेरि आउँछ कुरो, होइन। मास भनेको जहिले पनि कन्स्ट्यान्ट हुन्छ। मास चाहिँ जुनसुकै ठाउँमा संसारको जुनसुकै ठाउँमा पनि मास कन्स्ट्यान्ट हुन्छ। त्यही भएर हामीले यहाँ मास चाहिँ अर्थकै लिनुपर्छ। अब हामीले यहाँ भ्यालु हाल्दिउँ 6.67 इन्टु 10⁻⁻11 अर्थ मास कति छ? 6 इन्टु 10⁻24 र रेडियस हालिदिने मुनको, किन भन्दाखेरि अर्थलाई स्क्विज गरेर मुनको साइजमा लगेको छ भन्दाखेरि अब हाम्रो अर्थको रेडियस घटेर मुनको रेडियस भइसकेको छ। त्यसैले यो रेडियस हाल्ने, मुनको रेडियस 1.7 को स्क्वायर इन्टु 10⁻6 को स्क्वायर। यसलाई हामीले क्याल्कुलेट गर्ने हो भने यो के हुन्छ त? 138 मिटर पर सेकेन्ड स्क्वायर। र यही नै हो हामीलाई चाहिएको ग्राभिटी जब हामीले अर्थलाई स्क्विज गरेर कम्प्रेस गरेर मुनको साइजमा पुर्याउँछौँ।